अरू साहब पनि जानु हुने भयो जेठो बाटोबाट फोटो खिच्ने एउटा यसो हेर्दा त बुढो देखिन्छ त यार कहाँ हो सर उमेरै नसोधौ न यार हामीले नि अब अलि सानो सानो अहिले हकाउनुहुन्छ यार धेरै धेरै शुभकामना सुस्वास्थ्य दिइरहनु उन्नति प्रगति होस् सधैँ यस्तै हाँसी खुसी बिहेको शुभकामना दाजु बिहामा पनि नछुटाउनु होला स्वास्नी छोराछोरी धेरै हुन् भने स्वास्नी धेरै पालो पालो खाउँ है साथीहरु लगा जानु पर्यो अनि ठिक छ म यस्तोमा खुवाउने बड्डा हो मैले यो टिको लगाइदिउँ ल भाइ डाक्टर साहब केयर नि यार मलाई बचायो सबभन्दा खुसी कुरा त्यही हो अब है एकदम चाहिँ प्रगति होस् मेरो भाइको मैले भाइ भनेर सम्बोधन गरेँ ल हाम्रो रत्नदाइको हेरौँ ल जन्मदिनको चाहिँ भव्य एकदम असीमी शुभकामना डाक्टर साहबलाई अब अर्को पटक चाहिँ एमडीमा चाहिँ नाम निकालेको सुखद खबर चाहिँ सुन्न पाइयो स्कलरसिपमा चाहिँ नाम निकालेको चाहिँ सुन्न पाइयो यो चाहिँ मैले खाएँ है तपाईँले दाइ बर्थडेमा पारिदिनु भयो होइन बर्थडेमा पारिदिनु भयो दाइ हैन म बर्थडे बर्थडे छु नगर्नु कन्डेर के भन्नु त नि अब म 37 वर्षको लागिसक्यो जेनजेटबाट जेन एक्स आएछु जेन एक्स होइन होला यार कस्तो टिसर्ट भनेको नि फिजिकल हेर्दा त हामी जस्तै देखिनुहुन्छ यार आजको अब भइसक्यो अब उमेर जति भइरहेको जन्मदिनको धेरै धेरै शुभकामना सर ए यहाँ हाम्रो सबले पनि छुट्नु भएछ त यार जेन एक्स जेन एक्स लाई त अगाडि पठाउनु पर्यो नि त हामी जेन बचाइदिनु जीवन एकदम फलोस फलोस भिडियो नि नेपिनले लेडी बाबु कसरी धेरै हातले छ है कोन जन त्यही गरे हुन्छ तोरीमा छ त्यही त्यस्तो मिठो पनि छ गुलियो छोटो बसाइमा होइन धेरै राम्रो चाहिँ भयो ल फोटो एकचोटि हानौँ होइन थोरै बसाइमा यहाँ काट्नु सक्छ भयो ल दाइ फोटो भइसक्यो त्यही गरौँला जन्मदिनको फेरि पनि लाखौँ लाख शुभकामना हजुरलाई फेरि एमडी भएर हिस्ट्री जोर आएर सेवा गर्नु काम पाएको गर चन्द्र हुन्छ उमेरले कान्छ त सुरेन्द्र सर कता आएको ल ल ल छोडी जान्छ मजाउँछ ल दसैँलाई जन्मदिनको धेरै धेरै शुभकामना है नबिर्सनु होला तपाईँको आगामी दिनहरू चाहिँ एकदम सफलतापूर्ण होइन ईश्वर सब कहाँ जानु हो क्या हाम्रो कहाँ जानु ल ल ल ल घरमा खानुपर्छ नि यही गर्नु न यही गर्नु के छ कता कता हो मेरो दाजु जन्मदिनको बहुत शुभकामना ल एउटा मुस्काने त दिनुभयो
ल सर जन्मदिनको धेरै धेरै शुभकामना फलोस् फुलोस् आगामी दिनमा प्रगति हुँदै जाउन् मेरो सरले ल हाम्रो साबन खान चाँडै चाँडै बिहे गर्नु होला सर साबन खानले अब एकदम मजासँग चाँडै बिहे जन्मदिनको शुभकामना दिँदै हुनुहुन्छ जन्मदिनको शुभकामना के छ अब यो खुवाउने अब यसले खुवाउनु थाल्यो नि यसो रमझम हान्ने पहिला सब बाहिर 12 चिप्पै डुम डुम ल धन्यवाद रामकृष्ण सर